ल अब आज चाहिँ धनु राशिको जन्मफल जीवनभर कस्तो रहन्छ आज हामी यो विषयमा चर्चा गर्दैछौँ। धनु राशिको बनोट भन्नाले हजुर ये यो भा भी भू ध फा डा भे भन्छ हैन। हजुर यो 9वटा अक्षर मिलेर एउटा राशि बन्छ। हजुर धनु राशि चाहिँ राशि बन्छ। हजुर र धनु राशि हुनेवालाका स्वामी बृहस्पति गुरु हुन्। हजुर स्वामी ग्रह चाहिँ बृहस्पति। हजुर र शुभ रत्नमा पुष्पराज र माणिक। शुभबारमा बिहिबार आइतबार। हजुर बिहिबार र आइतबार चाहिँ शुभबार हजुर। अनि घातबारमा शुक्रबार सोमबार। शुक्रबार र सोमबार चाहिँ अशुभ थोरै सचेत हुनु पर्ने। हजुर। र अब मित्र राशिमा मेष कर्कट सिंह र वृश्चिक राशि मित्र राशि भए। शत्रु राशिमा वृष मिथुन कन्या र तुला यी शत्रु राशिमा। धनु राशिको रोजगारीका लागि कुन दिशा ठिक हुन्छ भन्दा पूर्व र उत्तर दिशा चाहिँ रोजगारीका लागि उत्तम हुन्छ। र धनु राशिका लागि पहेँलो रङ उत्तम हुन्छ। पहेँलो रङ। धनु राशि हुनेवाला विशेष आँखामा चमक भएको, बुद्धिमान, धनवान, मेधावी, विवेकशील, सदाचारी, स्पष्ट वक्ता, वचनमा दृढ, परोपकारी, तीव्र बुद्धि भएको हुन्छ। गम्भीर, दयालु हो। यदा कदा हास्य व्यङ्गमा भाग लिने पनि हुन्छ। धनु राशि कुनै पनि विषयमा शीघ्र निर्णय लिन सक्ने, सक्षम भएको हुन्छ। निर्णय लिनुभन्दा पहिला सोच विचार गर्ने, कठिन समस्याको समाधान पनि सजिलै गर्न सक्ने हुन्छ। सुन्दर चेहरा भएको, धार्मिक विचारयुक्त हुन्छ। केही लोभी हुनु यसको विशेषता हो। थोरै लोभी चाहिँ हुने रहेछ। अरूप्रति सहानुभूति राख्ने व्यक्तित्व भएको हुन्छ। भावनामा गहिराई भएको, यशस्वी पुरुषार्थी हुन्छ। महत्त्वाकांक्षी हुन्छ, समाजसेवी हुन्छ। र 16 वर्षमा भाग्योदय हुन्छ। 16 वर्षमा भाग्योदय हुन्छ धनु राशिको व्यक्ति। र गुरुलाई सम्मान गर्ने हुन्छ। पढाइमा कम्प्युटर, कानुन, दर्शनशास्त्र हो जस्ता विषयमा उत्कृष्ट अङ्क ल्याउने हुन्छ। काम पनि सोही अनुसार गर्दा राम्रो हुन्छ। र भनेको काम पनि त्यही विषयहरू सम्बन्धित गर्दा राम्रो हुन्छ। र धनु राशिको लागि रोगको विषयमा है। हजुर के कस्ता रोग लाग्छ? यो धनु राशिको लागि रोगमा चाहिँ दम, धम्की, श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने देखिन्छ। हजुर दम, धम्कीहरू, श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने देखिन्छ। हजुर। र अब सङ्गतका लागि जात जातीयमा ब्राह्मणसँग सङ्गत गरे राम्रो हुन्छ। र साउन महिना केही अशुभ हुन्छ। सचेत हुनुपर्ने थोरै अशुभ। हजुर। 8, 18, 28, 38 वर्ष महिना दिन अशुभदायी हुन्छन्। तिथिमा तृतीया, अष्टमी, त्रयोदशी अशुभ छन्। इष्टदेवमा भगवान विष्णुको आराधना गर्नु राम्रो हुन्छ।